हेलो गाइजहरू, म चाहिँ आज यहाँ अमेरिकाको एउटा सानो पार्कमा आएको छु हैन। यो चाहिँ अब वरिपरि यहाँ घर देख्न सक्नुहुन्छ है। अनि घरको छेउमा अब सानो एउटा पोखरी बनाएर, धेरै छन् पोखरीहरू, यहाँ छ उता पारिपट्टि पनि छ हैन। अनि यहाँ चाहिँ मान्छेहरू हिँड्नको लागि ट्रेल बनाएको छ क्या, यो हिँड्ने वाक हैन। गाडीहरू पनि चलिरहेको छन् बाटोमा। यो भित्री बाटो हो, यो हाइवे केही पनि होइन, यो भित्री बाटो हुन्। अनि यहाँ चाहिँ मान्छेहरू अब यहाँ त्यहाँ बच्चा खेल्ने ठाउँ छ, यहाँ मान्छेहरू माछा मार्न आएको छन्। यो चाहिँ माछा खाने भन्दा नि यो फनको लागि हो हैन। अनि त्यहाँ वाटर फाउन्टेन छ, देख्न सक्नुहुन्छ है। यो चाहिँ अमेरिकामा प्राय यस्तो सबैतिर हुन्छ। त्यहाँ स्विमिङ पुल छ, म यो स्विमिङ पुल देखाइन्छु। त्यहाँ स्विमिङ पुल छ, मान्छेहरू स्विमिङ गरेका छन्। अनि यतापट्टि छ अर्को खोला, उतातिर खोला छ अर्को पनि हैन। अनि त्यो खोला जाने बाटो चाहिँ यता पनि छ। यो पुल मुनिबाट यहाँ खोला जान्छ साथीहरू। अर्को खोलामा जान चाहिँ अब यो कम्युनिटी चाहिँ अलिक महँगै खालको कम्युनिटी हो हैन। किनभने यस्तो मेन्टेन गरेर आएको छ हैन। यो पार्कहरू पनि त्यहाँ पिकनिक खानको लागि चाहिँ त्यहाँ पिकनिक स्पट बनाएको छ हैन, देख्न सक्नुहुन्छ। त्यहाँ मान्छेहरू आएर अब के खानेकुरा घरबाट ल्याएर त्यहाँ खान्छन्, रमाइलो गर्छन् हैन। अनि यो पुल मुनिबाट उताबाट यहाँ हेर्न सक्नुहुन्छ, यो बाटो सिधै यो पुल मुनि जान्छ। अनि उताबाट निस्किन्छ, उता पनि छ क्या अर्को खोला, अर्को पोखरी चाहिँ त्यहाँ आएको छ हैन। त्यहाँ हेर्न सक्नुहुन्छ, त्यहाँ पनि छ। अनि यो हिँड्दै गएपछि त्यहाँ पारि नि छ, यहाँ टन्नै छ। यो कम्युनिटीमा चाहिँ तपाईँको लगभग 10-15वटा होला। किनभने यो चाहिँ म बस्ने ठाउँबाट नजिकै हो, हिँडिरहेको बाटो भएर थाहा छ। गनेको त थिएन, तर त्यो पनि 10-15वटा छ क्या यो कम्युनिटीमा। यस्तो छ यहाँको चाहिँ अमेरिकाको पार्कहरू। यो चाहिँ अब यो कम्युनिटीहरूले नि हेर्छ हेर्न चाहिँ हैन। अनि महँगो हो यो कम्युनिटी, घर पनि महँगै हुन्छ, ट्याक्स पनि महँगै हुन्छ। अनि यसको HOA भन्छ, त्यो पनि महँगै हुन्छ हैन। किनभने सबै कुरा यस्तो यो घाँसहरू, यो पार्कहरू मेन्टेन गर्नु पर्यो नि त। अनि यस्तो साथीहरू अमेरिकाको घरहरू, पार्कहरू है। मान्छेहरू हिँड्नको लागि साँझ बिहान हिँड्नको लागि यो वाक ट्रेल पनि बनाएको छ। यो चाहिँ वरिपरि घुम्छ साथीहरू। यो घुमेर उता पर घुम्दै फेरि यतै आएर यहाँ जान्छ क्या हैन। अनि यो अन्डरग्राउन्ड भएर उता पनि जान्छ, बाहिर जान्छ अर्कोतिर, अर्को खोलामा। यस्तो साथीहरू है त, धन्यवाद।